यो जोस केटा हो जामेर र दौड दौड भन्छ केटा हो कुल्यो कुल्यो वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि गर्छु। फर्स्ट अफ अल सबैलाई नमस्ते। धेरै पछि ब्याक भयो म युट्युबमा फेरि 11 महिना 10 महिना यति कति नै भएको थियो होला भिडियो नहालेको चाहिँ। अनि अहिले चाहिँ आज कहाँदेखि हामीले भनेर जोस चढ्यो कि आज फेरि होइन। अनि बिहानदेखि सुरु गरिरहेको छु। अहिले फेरि कति 5 जति बज्न लाग्यो होइन। अनि भिडियो चाहिँ हाल्न मन लाग्दैन कि किन गराउन जाँगरै लाग्दैन, खासै जाँगै नै लाग्दैन गराउनु पनि। त्यही भएर चाहिँ अब त्यही यो नहाल्ने कारण चाहिँ त्यही यो। अनि आज चाहिँ बिहानैदेखि सुरु हान्दै आज किनकि कतै जाने काम छ नि त। त्यही भएर आज यसो ब्लग हाल्ने भनेर हानिदिएको होइन। धेरै भयो कि नहालेको पनि। त्यही भएर चाहिँ अब यस्तरी ग्याप हान्न त हुन्न भनेर ब्लग हानिदिएको। अनि सबैजना सन्चै हुन्छ होला, म पनि एकदम सन्चै छु। के छ हालखबर ठिकै छ होला हजुरहरूको होइन। अनि त्यही हो अब चाहिँ रेडीसेडी भएर निस्किन पर्ने हुन्छ हामी चाहिँ होइन। कहाँ जाने भनेर चाहिँ अहिले हजुर आफै थाहा पाउनुहुन्छ अन्तिमसम्म हेर्नु न। र त्यही हो अब धेरै कुरा नगर्नु भने अहिले रेडीसेडी भएपछि ट्याक्क हजुरले देखाउँछु ल। चाहिँ रेडी पनि भइसकेँ। अनि अहिले चाहिँ 7 बजिरहेको छ 7 बजिरहेको छ। जस्ट हामी चाहिँ 8 बज्ने बेलामा चाहिँ बस पार्कमा पुग्न पर्ने हुन्छ होइन। त्यहाँदेखि चाहिँ उतादेखि गाडी चुकेर जान्छ। म चाहिँ रेडी पनि भइसकेँ चट्ट पारा लाएर होइन। यहाँ हेर्न सक्नुहुन्छ है। अनि यो कपडा चाहिँ मलाई लाउन मन थिएन। अनि वहाँ गएर चाहिँ फेरि चेन्ज गर्ने रे, त्यही भएर चाहिँ यो लाएर हिँडेको अहिले चाहिँ होइन। अब बाटोमा धुलो हुन्छ नि त। अब त्यहाँ गएर चाहिँ अब चेन्ज गर्न पऱ्यो नि त। अब यति फोहोर कपडा लाएर हिँड्नु भएन नि त। त्यही भएर चाहिँ अहिले कपडा लाएर जानु लाग्छ होइन। अब गएर अब कपडा सबै चेन्ज गर्छन्। अब सिधै निस्किने बेला भेट्छ, निस्किने बेला पनि भेट्दैन। केटा हो होइन, आउन त आइयो जोसमा आइयो चितवन कन्सर्ट हेर्न जाने भनेर आउन त आइयो। तर मुनि चाहिँ अहिले चाहिँ यहाँ हरिफ जाममा पऱ्यो यार केटा हो। के गर्नु अहिले चाहिँ हरिफ विकेट लगाइदियो होइन। र आएर अब फर्किने कुरा पनि भएन। अब के छ भने एक घन्टा जति भयो कि हामी जाममा परेको होइन। अहिलेसम्म खुल्दै खुलेको छैन कि। यस्तो पनि हुन्छ कोही के बेला बोदी हान्नुपर्छ। अब बाटो छिटो गरेर हानेर लस्कारे गाडीहरूको टिनिन्न लागिन्छ कि हेर न टक्क। उता अझै अगाडि पनि छ अझै होइन। त्यही अब केटा जामेर र यो दाउनेको बाटो होइन। हरिफ जाम परिरहेको छ अहिले चाहिँ। लगभग एक घन्टा जति भयो हामी फसेको होइन। अब जाममा अब घरि के हुन्छ यस्तै छ जाम। अब ल जाम खुल्यो है। जाम नखुले पनि हाम्रो बस अगाडि गइसक्यो। यति यो एकदमै यो मुझे खुसीको कुरा हो यो होइन। हाम्रो गाडी चाहिँ निस्किसक्यो। अब हाम्रो गाडीभन्दा पछि आएको गाडी पनि लात हालिदिएको थियो कि। हाम्रो ड्राइभरलाई पनि हाल्दा कहाँदेखि जोस चढेछ अरूको गाडीको देखेर। त्यसपछि हाम्रो ड्राइभरले पनि हालिसकेको छ। अब चाहिँ गएर बस्छौँ, अगाडि बोलाएको छ। केटा होला बल्ल खुल्यो है जाम। ल 5-6 घन्टा पछि बल्ल खुलेको अवस्था। हरिफ भाग दौड भन्छ केटा हो। अब चाहिँ आनन्दले गइन्छ जस्तो छ कुल्यो धन्दा माने
हामी चाहिँ आइसक्यौँ चट्टपाडामा 8 घन्टा दाउनेको जाममा बसी त्यो कष्ट काटी हामी चाहिँ फाइनली चितवन आउन सफल भए। अनि आयौँ, अनि आएर फेरि नास्ता खायौँ, नास्ता खाएर फेरि के भन्छ अरे अनि यता रुमहरू खोज्यौँ हामीले चट्ट लगाएर होइन। रुम पनि चट्टरी हेर्नु सक्छौ, यहाँ कपडाहरू छ यहाँ। रुम चाहिँ दामी खालको पायो। अब आजको राति बस्छौँ होइन। अनि खुट्टा चाहिँ हद दुखेछ है, जुत्ता लगाएको लागि दिउँसभरि होइन पाटे गरेर नि त त्यो गरेर चट्ट पारेर फ्रेस भयो। अब चाहिँ एउटा साथी चाहिँ अब एकजना साथीलाई लिन जाँदैछु, त्यसपछि हामी कन्सर्टतिर चढ्नु पर्ने हुन्छ चट्ट पारामा होइन। दामी पाराले फ्रेस भयो। अनि बल्ल फ्रेस मुड आयो क्या। 8 घन्टा जाममा बसेको नि है, त्यो तनाव हुन्छ नि त। कति बेला रुममा फ्याट फालेर आनन्द रिल्याक्स गराउन भन्नुभएको थियो। अब चाहिँ चट्ट पारामा ल अब चाहिँ सिधै कन्सर्टमा गएपछि A few moments later. जुत्ताको हालत हेर त छ्या औडा
सम्झेर होला सर धेरै ढिलो आएर हो कि वर्ष हुँदा सोकर सुकाउन थाले
थोरै तपाईँहरू गाउनुहोस् न त है त माया दी माया सबैको सपोर्ट साथले नै आज यो ठाउँमा आइपुगेको छौँ है त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद छ हामीलाई तपाईँहरूलाई है कतिपय beautiful people. Thank you so much. A few moments later. कन्सर्ट पनि हेरेर आयो होइन अब चट्ट पाराले घाँटी जस्तो सुकिरहेको छ अब खुट्टाको त अब हालेन गएर अलिअलि सन्चो के भन्छ अलिअलि कोठामा आएर चाहिँ डिसिजन नेक्स्ट डे होइन अहिले चाहिँ 11-12 बजिसक्यो अनि के भन्छ अरे हिजो चाहिँ ठ्याक्कै 11-11:30तिर आएँ आएर खुट्टा चाहिँ लोड दुखिरहेको थियो होइन आउँदो बित्तिकै स्वाटले फाल्यो अलिअलि सन्चो भएको थियो खुट्टा चाहिँ आएर यताउता फ्रेस फ्रेस भएर जुत्ताहरू खोल्दा चाहिँ एकदम आनन्द आइरहेको थियो फेरि तनाव पारामै एउटा उता फालिरहेको छ एउटा यता बाबा मोज जे होस् अनि त्यही हो आजको भिडियो चाहिँ यति नै हुन्छ अनि कस्तो लाग्यो भिडियो कसले अन्तिम मेरो भिडियो लाइक एन्ड सब्सक्राइब हानिदिनु होला कस्तो लाग्यो कमेन्टमा भन्नु होला धेरै पछि भ्लग हानेको त्यति बोल्न त आउँदैन त्यही पनि अब बोल्न नआए पनि हानिरहेको छु होइन त्यसबाट आफ्नै त पारमा चट्ट पारमा चाहिँ लाग्नुपर्ने हुन्छ हामी चाहिँ आज चाहिँ वाल्ने पानी परिरहेको छ कि फेरि यतातिर पनि दाउनेतिर पनि के भन्छ अरे लास्ट पानी परेर जाम छ अरे लास्टै जाम छ अरे अब आज नाइटको लाग्छौँ कि भोलितिर हिँड्छौँ त्यो चाहिँ थाहा भएन अब वो दियो केटाहरू चाहिँ यस्तो डान्स छन् कि केटाहरू फेरि वाउ यही मनपर्छ कि मलाई यही मनपर्छ ल आजको भिडियो यति हुन्छ अनि अर्को भिडियोमा भेट्नुपर्छ